एउटा माहौल त कायम गरिदिनुस् न सरकार। हामीले तपाईसँग यति मात्र मागेको छौँ के यति हाम्रो अपिल चाहिँ सुनिदिन पर्यो सम्बन्धित निकायले। भएन यस्तो पाराले यो बाटोले गर्दा हेर्नुहोस् बाटोको हालत हेर्नुहोस्। स्नातक तहको पहिलो वर्षमा अत्यन्त छात्रा स्पर्श श्रेष्ठ हो। सरी मम्मी, म राम्रो बाटो हिँड्न सकिनँ, मलाई माफ गरिदिनुहोस्। अस्ति भर्खर बनेको पुल अरे पुलमा पनि पुल कुनो बाटो कुनो खोला कुनो केही थाहा छैन। अब यहाँ बाटो यस्तो छ, हामी भर्खर क्याम्पस गएर आएको, हामीलाई चाहिँ हिँड्न धेरै असहज भएको छ। निकै नै असहजपूर्ण यात्रा देख्न सक्नुहुन्छ। एकचोटि चिप्ल्यो भने यहाँ लोटेर हातखुट्टा भाँचिन सक्ने पनि अवस्था चाहिँ हुनसक्छ होइन। र हामीलाई क्याम्पस जानलाई निकै असहज भएको छ। हाम्रो यो बाटोले गर्दाखेरि हामीलाई हिँड्न पनि अप्ठ्यारो भएको छ।